नमस्ते सबैजनालाई है। म सन्तोष गुरुङ। यो चाहिँ हामी सानो हुँदा पढेको स्कुल होइन। अहिले स्कुल छोडेर पनि भयो होइन, 9-10 वर्षै त्यस्तै भयो कि। अनि यो चाहिँ टी टडुवा दूर छ माध्यमिक विद्यालय है। अनि हामी चाहिँ यहीँबाट पढेको, हामीले एसई पनि यहीँबाट दिएको है। हामीले चाहिँ यहीँबाट पढेको के, धनभन्दा बिदा ठुलो भनेर भन्दाखेरि अनि अहिले चाहिँ यहाँ 10 सम्म छ होइन। यता चाहिँ स्कुल भयो होइन। अहिले यसो बारीहरू पनि देखाउन 10 सम्म हो नि त अहिले। कम्प्युटर क्लास हो कहाँ हो? कम्प्युटर क्लास हो कि त हो। अब यसपछि चाहिँ हामी गाउँतिर जान्छौँ है। अनि बिस्तारै म आफ्नो भ्लगहरू लिएर आउनेछु र गाउँलाई पनि चिनाउनेछु है। तपाईँले साथ दिनु होला, हेरिदिनु पनि होला है। मसँग क्यामेराम्यान चाहिँ छैन, एउटा सानो भाइले चाहिँ क्यामेराम्यान बनाएर लिएर आएको। हाम्रो साथी पनि छ है फेरि। यो चाहिँ हाम्रो होस्टेलै चाहिँ अरू दोकान। यो चाहिँ बबाल निकाल। के को बुट रहेछ यस्तो है? यो धोपीको। अब हामी चाहिँ बिस्तारै तल गाउँतिर जाँदैछु है। यो चाहिँ हामी बसेर पढेको होस्टेल। यो चाहिँ हामी समीरको बुटको बबाल ठुलो हुन्छ है। लाइब्रेरीको हालत चाहिँ यस्तो छ है। अलिकति व्यवस्थित चाहिँ गर्नुपर्छ। अब सायद छुट्टी भएर पनि होला होइन। अब नयाँ वर्ष सुरु भइसक्यो, शैक्षिक सत्रहरू पनि सुरु भइसक्यो। अब विद्यालय पनि आजबाट सुरु भयो है। अनि यता समीरको बुट, यता चाहिँ सरस्वती पूजाको मन्दिर है। यो चाहिँ हाम्रो स्कुल छिर्ने गेट है। तल चाहिँ गाउँ रहेको छ, तर गाउँ चाहिँ क्लाउडी छ है अहिले चाहिँ। हाम्रो बौद्ध स्तूप है, गुम्बा पनि भनिन्छ होइन। चाहिँ हाम्रो लामाहरूको चाहिँ गुम्बा हो। अब हामी चाहिँ बिस्तारै तल गाउँतिर जान्छौँ है। यस्तो छ गाउँको बाटो चाहिँ यस्तो छ है। बिस्तारै बाटोहरू चाहिँ बनाउँदैछ अहिले। गुम्बा, डडुवाको गुम्बा चाहिँ यही हो है। लसामा त म घुमाउँछु मा के उल्टो हो कि कता घुमाउने खासमा खै होला। अब चाहिँ हामी डडुवाबाट तल रोड निस्कन लाग्यो है। गाउँ चाहिँ अति नै सुन्दर छ है। तपाईँहरू पनि घुम्न आउनु। ठाउँ चाहिँ यस्तो छ। कबड्डी खेलेको तिमीहरू? मनी आउँछ खेल्न है? हामी चोक हुँदै तल आइसक्यो होइन। तल आइसकेपछि चाहिँ हामी अहिले फुटबल ग्राउन्ड आइपुग्न लागेको छ है। चाहिँ डडुवा फुटबल ग्राउन्ड क्रिएटिभ युथ क्लबले चाहिँ हरेक वर्षको अन्तिममा चैत महिनामा चाहिँ चैते दसैँ मेला लाग्ने गर्दछ यहाँ चाहिँ होइन। यहाँ चाहिँ कस्तो भने हाम्रो चाहिँ 4 देखि 8 नम्बर वडासम्मको सबै साना मिलेर चाहिँ संयुक्त रूपमा एउटा बनाएको क्लब हो क्रिएटिभ युथ क्लब होइन। यसमा चाहिँ हामी सबै युवाहरू जोडिएको छ। अनि वर्षैपछि चाहिँ यहाँ खेलहरू हुने गर्दछ है। यता पारी दुर्छा गाउँ, यता माथि हस्पिटल होइन। यता माथि चाहिँ लामा गाउँ छ होइन। अनि यता गाउँ भइहाल्यो। यता चाहिँ फुटबल ग्राउन्ड है। फुटबल ट्रेनिङ गर्दै रहेछ यता चाहिँ भविष्यको फुटबल प्लेयरहरू। ल
चाहिँ बिचबिच गाउँको बिचमा चाहिँ फुटबल ग्राउन्ड छ है। हामी वरपरको सबै साथीहरू चाहिँ एक ठाउँमा चाहिँ भेला हुन्छ भनौँ न, गेम खेल्नको लागि, सबै कार्य गर्नको लागि चाहिँ यो चाहिँ एकदम मिडल पोइन्ट रहेको छ है हाम्रो चाहिँ। दर्शकहरू चाहिँ छैन है फेरि।